हेलो शुभरात्रि सबैजनामा। यहाँबाट चाहिँ मेरो दार्जिलिङ बजार चौरस्तापट्टि यस्तो प्रकारले देख्छ है। अनि यो मेरो गाउँ। आज चाहिँ तपाईहरुलाई चाहिँ मेरो नानीले रोप्दै गरेको फुलहरु है। यो कसको रोपेको छु, अहिले सानो नै छ र चाहिँ अहिले फुल्दै गरेको फुलहरुमा यहाँ तल लिलियम छ। मेरोमा चाहिँ अहिले 2 कलरको मात्र छ लिलियम। हेर्नुस् है। राति त त्यति साह्रो राम्रो देख्दैन रहेछ। भोलि बिहान एकपल्ट फेरि उज्यालोमा भिडियो बनाउने छु। त्यति साह्रो राम्रो देखेन। यो नानीले चाहिँ फुलहरु रोप्नु चाहिँ पुरा रुचाउँछ। अनि त्यसैले म लिएर दिन्छु उसलाई। उसले फुलहरु रोप्छ, स्याहार्छ है। फुलहरु चाहिँ एकदमै रोप्नु मन गर्छ क्या। अनि यहाँबाट पनि देख्छ चौरस्ता है। रातिको दृश्यहरु एकदमै मजाको देख्छ यहाँबाट। तपाईको साइडबाट देख्छ देख्दैन यसो कमेन्टहरु पनि गर्नुस् है। अबुई के हो? मैले पहिला देखेर मात्रै नत्र चाहिँ ढल्ने थिएछ आज म। हैट नानीको गति हेर्नु नि।